वेलकम माई युग भ्लग्समा सबैलाई। म चाहिँ यहाँ ससुराली गाउँ बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने जाने तयारीमा छु। रिक्सामा छौँ हामी। भाइसँग रोजिना मेरो जेठानको छोरी र मम्मी बुवा। हामी चाहिँ जस्तै बाहिरको रमणीय वातावरणलाई निहाल्दै यो तराईको हल्का गर्मीको माहौललाई झेल्दै पसिना पुस्दै पसिनामा पनि रमाइलोमा पसिना खोज्दै हामी गइसकेका छौँ। बर्दिया राष्ट्रिय निकुञ्ज, हात्तीसार, कर्णाली धेरै हेर्दै जाऊ, घुम्दै जाऊ, कता के हुन्छ। गर्मीको माहौल सँगसँगै गर्मीको माहौलमा त्यो प्रत्येक थोपाको पसिनामा रमाइलो खोज्दै हामी हिँड्दैछौँ है त गाइज। हेरौँ गाइज, यहाँ चाहिँ जस्तै केराका घारीहरू, यहाँका घरहरू, सक्नुहुन्छ। खेका फाँटहरू हुन्छ क्या अहिले समात्दै दिन्न, थुनै दिन्न त मलाई। ल मम्मी, ल छोराको ससुराली आएर के भन्न चाहनुहुन्छ त? छोराको ससुराली आएर के रमाइलो लाग्यो। अहिले हामी कहाँ घुम्न जाँदैछौँ? के अरे हात्तीहरू जाँदैछौँ। निकुञ्ज जान्छु भन्नु खोज्नु भएको, उहाँले हल्का जिउ लट्टिदिएर गाइस। अनि हाम्रो यता बुवा के भन्न चाहनुहुन्छ त? के छ रमाइलो, कस्तो के लागिरहेको छ अनुभव? मेरो वाइफ आफ्नो जन्मथलोमा आएर धेरै वर्ष पछाडि के भन्न चाहनुहुन्छ हाम्रो वाइफले? 4 वर्षपछि आयो, धेरै परिवर्तन भएको रहेछ। कति वर्ष पछाडि आफ्नो गाउँमा फर्केर आउनुभयो? 4 वर्ष पछाडि होइन त? 4 वर्ष पछाडि एउटा ज्यान गएको, लास्ट टाइम 3टा ज्यान लिएर आइयो। आइयो ल, त्यो पनि राम्रै कुरो हो। अनि मेरो छोरो के भन्न चाहनुहुन्छ तपाईँले? पेट देखाएर भुर्र ए ल अनि रोजिना ल। अनि हाम्रो गुरुजीले के भन्न चाहनुहुन्छ त? हजुर तपाईँको टक्क मिररमा निकालेको छु मैले। अलिक दुःखमन्द गरेर रमाइलो गर्नुपर्छ। कसैको माहौल सँगसँगै रमाइलोमा पनि हामी गएका छौँ है। रमाइलोमा छौँ। अब तपाईँहरूले वेट गर्नु होला। हाम्रो केही समय पछाडि तपाईँले हामीलाई मनोरञ्जन दिने प्रयास गरि नै छौँ। फाइनली गाइज हामी चाहिँ अब नजिक आउने क्रममा छौँ। बाटोको अवस्था चाहिँ नर्मलमै छ, जङ्गलहरू चाहिँ छ यस्तो है। दिनको समयमा त लगभग केही देखिन्न, रातको समयमा चाहिँ विभिन्न जनावरहरू देखिन्छ। आउनलाई समयमा चाहिँ हो बर्दिया राष्ट्रिय निकुञ्ज
गाइस फाइनली हामी चाहिँ अब शिवको मन्दिर महादेव मन्दिरमा आइसकेका छौँ। हेर्नुहोस् गाइस बाघ चाहिँ चोक छ। अब यो मन्दिरको दर्शन गर्नको लागि ठाकुरद्वार धाम कताबाट छिर्ने यताबाट ल गाइस हामी चाहिँ आइसकेका छौँ है फाइनली है। हाम्रो गणेश देवताको मूर्ति छ यहाँ। दर्शन गर्दैछ नि हाम्रो देवताको। ल जाउँ जाउँ ढिला गर्ने होइन ओ सरकै उतार जाने बाटो छ होला नि त। यिनीहरूको आमा छोरी चाहिँ आमा छोरा चाहिँ टक्क हिँडिसक्यो उता है। ठाकुरद्वारको यो कृष्ण मन्दिर हो गाइस। ओ बुवा उता ऊ म पनि छु गाइस। म पनि हिँडिसकेको छु ठाकुरद्वार मन्दिरमा है। तपाईँलाई हामीलाई मेरो छोराले यहाँ चाहिँ बाघ बाघ भनेको छ मेरो छोराले। अब बाघ हेर्छ अहिले सानो अलि बाघ हेर्छ मेरो छोराले है। ठुलो बाघ हेर्छ अहिले सानो बाघ होइन ठुलो बाघ। फाइनली गाइज हाम्रो यो श्री ठाकुरद्वार मन्दिर सुमी न गोविन्द यो चाहिँ मन्दिरमा हामी आइसकेका छौँ है। मन्दिरमा आइसकेका छौँ लेख्छु गाइज। मन्दिरको दर्शन गर्नेछौँ र दुई चारवटा फोटोहरू पनि खिच्छौँ हामी है। यो चाहिँ मन्दिरको अब खास विशेष के छ भनेको त थाहा छैन, त्यही पनि हामी चाहिँ रमाइलो गर्नेछौँ। हाम्रो मम्मीले चाहिँ यहाँ हाम्रो गुरुको दर्शन आशीर्वाद ल्याउँदै हुनुहुन्छ। यहाँ मेरो छोरा युगले पनि हाम्रो गुरुको आशीर्वाद लिँदैछ है। नमस्ते बुवा हाम्रो यहाँ गुरुले पनि हाम्रो बुवाले पनि गुरुको आशीर्वाद ल्याउँदै हुनुहुन्छ। दिस माई फ्यामिलीहरू। अब यहाँ मेरो छोरा पनि लखर हिँडिसकेको छ है। ल यहाँ चाहिँ एउटा बाघको मूर्ति छ है, शालिक बाघको शालिका है। ऊ अर्को छोटा बाघ 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 हेलो बाघ 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 यो को छोरा
के हो रोजिना डस्टटी गरे वा अलिअलि क्यामेरा निकालेर मम्मीको फोटो खिचिदिनु न सबैलाई हेर्नुहोस् आनन्दको ठाउँ छ है यो विभिन्न पुरानो समयमा कुदिएका मूर्तिहरू हेर्नुहोस् विष्णु राजाको फोटो छ त्यहाँ पछाडि हात लगाइरे यता आएर बाबु ढोगर नमस्ते यस्तो आशीर्वाद दिएको रे यता आएर यता आएर मलाई मूर्ति त छेकियो त साइडमा लाग न यता अलिक यस्तो छ तपाईँलाई मन्दिरको खासियत के हो भन्ने कुरा चाहिँ अहिले म तपाईँलाई भन्न गइरहेको छु है यो हेर्नु यो चाहिँ विष्णुको मूर्ति होइन विष्णुको मूर्ति चाहिँ धेरै यो सरसफाइको कमीले गर्दाखेरि चाहिँ यो मन्दिर अलिकति फोहोर भइसकेको छ मन्दिरहरू मूर्तिहरू चाहिँ है यो गाइज यो मन्दिरको विशेष खासियत के यसको विशेष के हो भन्ने कुरा चाहिँ भर्खरै एउटा गुरुबाट भर्खरै मैले थाहा पाएँ है यसको चाहिँ मैले डिजाइन देख्नु जुन तलको यो झरको जगदेखि माथि सतहको जमिन सतह जुन उठाएको भाग देख्नुहुन्छ यो चाहिँ एउटा मोटर जस्तो आकारको पाङ्ग्रा जस्तो आकारको जुन गुड्किने जस्तो खालको देख्नुभएको छ यसको यही छ विशेष यसको विशेष चाहिँ एउटा के भन्छ पहिचान भनेको चाहिँ यसको यो छ विशेष है जुन आजसम्म मैले कुनै पनि मन्दिरमा त आएको थिएँ तर यो मन्दिरमा कुनै मन्दिरमा देखेको थिइनँ अनि तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ यसको मन्दिरको यो आकार है सायद तपाईँहरूले पनि देख्नु भएको थिएन होला यो चाहिँ चट्ट छोरा देउता यो बिच्चाकोलाई चाहिँ के भन्छ यो के हो यो बिच्चाकोलाई शिवलिङ्ग बन्द गर्न मिल्दैन ल फाइनली गाइज हामी चाहिँ बढ्दै राष्ट्रिय निकुञ्जको भित्र पसिसकेका छौँ है यहाँ बाँदर देख्न सक्नुहुन्छ है बढ्दै राष्ट्रिय निकुञ्ज छिसकेका छौँ अब हेर्नुहोस् तपाईँहरूलाई आफ्नै जनावरको भन्न चाहिँ भाउनेछौँ 26 रहेछ सुँगुर पनि नदेखेको एउटा जङ्गली आग ल गाइस यहाँ चाहिँ बाघ छ है अब बाघ सुतिरहेको छ खासै राम्रोसँग देखिएको त छैन ल गाइस अब बाघले खासमा खास राम्रोसँग देखिएन किन धेरै भित्र रहेछ अब चाहिँ म तपाईँलाई हात्ती देखाउँछु है हात्ती हेर्नुहोस् हात्ती देख्नुहोस् है हेर्नुहोस् हात्ती तीनटा हात्ती छ यो चाहिँ हात्तीको यो सिङ यसकै लागि मान्छेले कति जोरी सिकारी गर्छन् है ओहो तीनटा हात्ती छ अब चाहिँ हामीले हात्ती पनि हेरियो बाघ पनि हेरियो अब चाहिँ गोहीको यात्रामा छौँ हामी गोहीको यात्रामा त गोहीसँगै रमाउने प्रयास गर्नेछौँ ल मेरो यहाँनिर एउटा फोटो कछुवा है गोही गोही सबै यो घडियाल गोही गाई चाहिँ हेर्नुहोस् यहाँ प्रशस्तै मात्रामा छन् है प्रशस्तै मात्रामा छन् गोहीहरू यिनीहरू सक्दैन होला खाना ताल पारे भने घाइते बनाइदिन्छ तपाईँले देख्नुहुन्छ यहाँ प्रशस्तै छन् गोहीहरू कोही पानीमा कोही भुइँमा कहाँबाट खानेकुरा दिनेहरूलाई हामीलाई हेर्दैछ गोहीहरूले अब निस्किन्छ
गोही देख्न सक्नुहुन्छ अट्याक पोजिसनमा छ है गोही चाहिँ चट्ट